साथीहरू सम्पूर्णमा नमस्कार। के तपाईँलाई सौलको ग्वाङवाम स्क्वायरमा बिटिएसको एकदम भव्य कन्सर्ट हुँदैछ भन्ने थाहा छ? आउनुहोस्, थाहा छैन भने त्यसको बारेमा कुरा गरौँ। बिटिएस भनेको के हो र यो कन्सर्ट विश्वभरि किन फेमस छ? यो विश्वका विभिन्न देशबाट यो कन्सर्टलाई हेर्नका लागि विभिन्न देशबाट आउनुहुन्छ। बिटिएस भनेको चाहिँ के हो, अब यसको बारेमा बुझौँ है त। कस्तो टाइपको कन्सर्ट हो? विश्वमा धेरै नै प्रख्यात कन्सर्ट मध्येको एउटा कन्सर्ट हो बिटिएस, अर्थात् बुलेट प्रुफ बोइज स्काउट भनेर चिनिन्छ, जो चाहिँ समाजका नकारात्मक कुराबाट जोगिने युवाहरूको ग्रुप भनेर चिनिन्छ। यो विश्व प्रसिद्ध कोरियाको चाहिँ एकदमै विश्व प्रसिद्ध के-पपको ग्रुप हो अथवा चाहिँ ब्यान्ड हो भनेर बुझ्नु होला। बिटिएसले 2022 पछि मिलिट्री सर्भिसका कारण ब्रेक लिएको थियो। कोरियामा चाहिँ केही उमेर समूहका युवाहरूले चाहिँ अनिवार्य रूपमा मिलिट्री ट्रेनिङ लिनुपर्ने भएको हुनाले त्यो युवाको ग्रुपले चाहिँ, यो ग्रुपमा चाहिँ ब्यान्डमा 7 जना हुनुहुन्छ। 7 जना चाहिँ उहाँहरू मिलिट्री सर्भिसमा गएको हुनाले चाहिँ त्यो टाइममा ब्रेक थियो। 4 वर्षपछिको कमब्याक भएको छ। विश्वभरिका करोडौँ फ्यानहरूको मन जितेको के-पप सेन्सेसन बिटिएसले फेरि धमाकेदार कमब्याकको तयारीमा रहेको छ। कोरियाको राजधानी सौल स्थित ग्वाङवाम स्क्वायरमा चाहिँ त्यो कन्सर्टको तयारी हुने खबरले चाहिँ फ्यानहरूमा चाहिँ उत्साहको लहर छाएको छ। जब बिटिएसको धमाकेदार इन्ट्री हुन्छ त्यसपछि विश्वका सम्पूर्ण भनौँ न बिटिएस के-पपका फ्यानहरू, यो चाहिँ विश्व प्रसिद्ध म्युजिक ब्यान्ड हो र त्यसपछि यसलाई चाहिँ हामी त्यहाँ भिडभाड हुने भएकोले चाहिँ हामी नेटफ्लिक्सबाट पनि हेर्न सक्छौँ है त। निःशुल्क रूपमा नेटफ्लिक्सबाट पनि हेर्न सक्छौँ। उपस्थितिको लागि चाहिँ निःशुल्क उपस्थिति भएर पनि त्यसलाई हेर्न सकिन्छ भन्ने जानकारी चाहिँ छ। यही 2026 मार्च 21 राति 8 बजे चाहिँ सौलको ग्वाङवाम स्क्वायरमा चाहिँ हुँदैछ। नजिक हुने साथीहरूले चाहिँ अवश्य अवलोकन गर्नु होला। अब धेरै सम्भव नहुने साथीहरूले चाहिँ नेटफ्लिक्सबाट पनि हेर्न सक्नुहुनेछ है त। यसका कारण रोकिएको यो कन्सर्ट, यो धमाकेदार कमब्याक पनि हुन सक्नेछ। वर्ल्डभरिका आर्मीहरूको लागि चाहिँ यो महत्त्वपूर्ण कन्सर्ट हुनेछ, अर्थात् एकदमै मनपर्ने कन्सर्ट, उनीहरूको राम्रो फ्यान बेस भएको कन्सर्ट चाहिँ हुनेछ। एन्ड एउटा म्युजिक मात्रै होइन, उनीहरूले दिने मेसेज पनि एकदमै धेरै पावरफुल नै हुने गर्दछ। चाहिँ कोरियाको सबैभन्दा फेमस, वर्ल्ड फेमस भने पनि हुन्छ, त्यो बिटिएस भनेको चाहिँ वर्ल्ड फेमस दक्षिण कोरियाको फेमस के-पप ग्रुप हो। यो 2013मा चाहिँ डिब्युट गरेको थियो। अवस्थामा चाहिँ वर्ल्डको पपुलर म्युजिक ग्रुप मध्येको एउटा हो यो बिटिएस भनेको चाहिँ है। अब सुनौ बिटिएस चाहिँ किन फेमस छ भन्दाखेरि चाहिँ बिटिएसको कोरियाको एकदमै फेमस अथवा वर्ल्ड वाइड फेमस के-पप ग्रुप अथवा ब्यान्ड हो। यो चाहिँ युवाहरूको, युथहरूको बिलबोर्डमा नम्बर 1 हिट सङ दिएको छ। ग्रामी अवार्डमा चाहिँ नोमिनेसन भएको छ। यो गीत चाहिँ विश्वभरिका वर्ल्ड टुरहरू चाहिँ सोल्ड आउट नै हुन्छ। जता बिटिएस जान्छ त्यहाँको कन्सर्टहरू सबै सोल्ड आउट नै हुन्छ। भनेको एकदमै बढी फ्यान बेस भनेको आर्मीको फ्यान बेस रहेको छ। यो सम्बन्धी थप जानकारी चाहिएमा चाहिँ तपाईँले यहाँको स्थानको बारेमा चाहिँ मार्च 21मा सौलको ग्वाङवाम स्क्वायरमा चाहिँ हुँदैछ। सम्पूर्ण साथीहरूले गएर अवश्य हेर्नु होला। यस्ता चिजहरू, बाहिर देशको संस्कृतिहरू, कल्चरहरू, यस्ता प्रसिद्ध चिजहरूलाई चाहिँ हेर्नुपर्ने हुन्छ। विश्वको अरू ठाउँबाट आएर हेर्नुहुन्छ भने हामी अवश्य पनि कोरियामा भएको मान्छेले एकपटक हेर्नै पर्ने हुन्छ है त। बिटिएसको बारेमा चाहिँ हेर्नु होला अवश्य पनि। एकदम रमाइलो कन्सर्ट हुनेवाला छ। युथहरूलाई, विशेष गरी युथहरूलाई इन्सपायर गर्नका लागि, युथहरू कति धेरै जस्तै सेल्फ लभ, आफूलाई किन माया गर्नुपर्छ, अनि मेन्टल हेल्थको लागि र युथ जेनेरेसनको लागि एकदमै राम्रो अथवा चाहिँ प्रभावकारी यो ग्रुप हो। 7 जना मेम्बर भएको चाहिँ आरएम चाहिँ यसको लिडर हुन्। 7 जना चाहिँ प्रभावकारी युवाहरू छन् जो मिलिट्री सर्भिसको आफ्नो ट्रेनिङ सिद्धाएर चाहिँ 4 वर्षपछिको कमब्याक गरेका छन्। अवश्य पनि हेर्नु होला र